अहिले हामी यहाँ एन्डिङ बोर्डरतिर आइसकेका छौँ। यहाँ हामीले देख्न सक्छौँ पुलिसहरू उभिरहनेको छ भने यता चाहिँ टिचर्सहरू हुनुहुन्छ। टिचर्सहरूको लाइन एकदमै लामो थियो अनि हामी यहाँ छेउछाउ हुँदै झन् सेफ भनेर आएको त ठ्याक्कै यहाँ पानीको पुरानै मेसिनकै अगाडि आउनु पुगेछौँ। यहाँ जाली लगाएर मान्छेहरूलाई ओहोरदोहोर गर्न दिइरहेको छैन। मन्डे भन् तेरो विचारमा के छ? यो शिक्षक आन्दोलन गरेको ठिक हो कि बेठिक? बेठिक। किन के तेरो बाउले मात्रै पैसा कमाउनु पर्छ? यो शिक्षकहरूको माग पुरा गर्नुपर्छ कि नै? पुरा गर्नुपर्छ, तर छिटो गर्नुपर्छ। हो, अलि छिटो गरेर यो ट्राफिकहरू सुल्झाउनु पर्छ। अरे वाह, पानीको पुरानो मसिनदेखि लिएर सबै कुरा त्यही हामीले देख्न सक्छौँ अहिले। वाह, क्रस त यताबाट आउँछ।